के तपाईको कपाल झर्छ? झरेर तनावमा हुनुहुन्छ अनि जाडोमा त झरेको झरै हुन्छ। किन तपाईहरूलाई थाहा छ? ल जानौँ आज जाडो महिनामा कपाल किन धेरै झर्छ भनेर। नमस्कार, म डाक्टर राहुल। तपाईहरूलाई आज म जाडो महिनामा कपाल किन झर्छ भन्ने केही कारणहरू बताउने छु। नम्बर 1 कारण, जाडो महिनामा तातो हावाहरू चल्छ र तातो हावाले गर्दा हाम्रो टाउकोको जुन स्काल्पको लेयर हुन्छ त्यो ड्राई हुन्छ। ड्राईको कारणले एउटा कपाल झर्ने हुन्छ। नम्बर 1 कारण। नम्बर 2 कारण भनेको हामीले जाडो महिनामा तातो पानीले नुहाउन रुचाउँछ होइन, गिजरहरू प्रयोग गरेर तातो रमाइलो गरेर मजाले नुहाउँछ होइन, त्यसले गर्दा पनि तपाईँको स्काल्प चाहिँ ड्राई हुन्छ अनि कपाल झर्छ। अर्को भनेको सिजनल भेरिएसनले गर्दा जाडो महिनामा यतिकै पनि कपाल झर्नुको कारण भनेको नर्मल नै मानिन्छ सिजनल भेरिएसनले गर्दा। यी कारणहरू हो तपाईँको जाडो महिनामा कपाल झर्नुका। अनि अब गर्ने चाहिँ के गर्ने? नम्बर 1, हामीले जाडो महिनामा ह्युमिडिफाई कन्डिसनर र स्याम्पू चाहिँ प्रयोग गर्न सक्छौँ। अर्को भनेको हप्तामा 1 चोटि 2 चोटि तेल लगाएर बस्न सकिन्छ। कपाल स्काल्प लेयर जुन छ त्यसलाई वेट बनाएर राख्न सकिन्छ। अर्को भनेपछि हामीले अलिक तातो पानीले जुन नुहाउँछौँ त्यसको टेम्परेचर कम गर्ने हो। अलिक थोरै टेम्परेचर कम गरेर नुहाएपछि कपाल झर्ने कम हुन्छ। तनाव नलिनुहोस्, यो नेचुरल प्रोसेस हो। यो सब कुरा मेन्टेन गर्नुभयो भने तपाईँको कपाल फेरि आउनेछ।